हामी सबैलाई थाहा छ हरेक दिन हजारौं नेपाली युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। यही जनशक्तिलाई स्वदेशमै रोक्न र नयाँ आइडिया भएका युवाहरूलाई उद्यमी बनाउन सरकारले औद्योगिक व्यवसाय विकास र प्रतिष्ठान इडिआई मार्फत नयाँ स्टार्टअपहरूलाई सहयोग गर्ने नीति लिएको छ। यसपालिको बजेटमा विज्ञान र प्रविधिका लागि मात्रै 4 अर्ब रुपैयाँ र नयाँ स्टार्टअपलाई सिधै पुँजी दिन 50 करोडको नेपाल उद्यम फन्ड छुट्याएको छ। यसको मतलब यदि तपाईसँग आइडिया छ भने सरकार तपाईमाथि, तपाईको आइडियामाथि लगानी गर्न तयार छ। के छ तपाईसँग त्यस्तो केही आइडिया? चाहनुहुन्छ तपाईँ अब स्वदेशमै एउटा स्टार्टअप खोल्न? हो भने अब यो गोल्डन अपर्च्युनिटी हो।